नमस्ते सम्पूर्ण क्रिकेट प्रेमी दर्शकबिन आज पनि फेरि रात्रिकालीन अपडेट लिएर आइसकेको छु साथीहरू। आज 121औं दिनको बेलुका 9 बजेको यो अपडेट हो। सम्पूर्ण साथीहरूलाई आज 121औं दिनमा रात्रिकालीन अपडेट चाहिँ अब काम के कसरी र कतिसम्म हुँदैछ भनेर फेरि पनि अपडेट लिएर आइसकेको छु साथीहरू। यो भिडियोलाई लाइक कमेन्ट र सेयर गर्नुको साथसाथै च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला साथीहरू। अब साथीहरू यता राति पनि यो काम चाहिँ कन्टिन्यू भइरहेको देख्न सकिन्छ र आज 121औं दिनको राति 9 बजेको अपडेट हो साथीहरू। काम चाहिँ एकदमै कन्टिन्यू नै भइरहेको छ राति पनि भने। अब त्रिवी क्रिकेट मैदानले चाहिँ यसरी नै राति दिउँसो काम गरेर छिट्टै नै सकाउने भन्ने एउटा इस्टिमेट बनाइसकेको छ भने साथीहरू आज यो देख्न सक्नुहुन्छ तपाईँहरूले यो रात्रिकालीन अपडेट। उता साइडमा ढलान पनि निकै नै भइरहेको छ भने साथसाथै साथीहरू यतातिर पनि अब यो सोलिङको काम भइरहेको छ भने यता अब प्यारापिटको लागि घरमा राख्ने काम, ढलानको काम साथै इटा लाउने काम पनि सँगसँगै भइरहेको छ भने आज 121औं दिनमा यो देखिएको त्रिवी क्रिकेट मैदानको सुन्दर प्यारापिटको आकार साथीहरू। यता कुर्सी राख्ने काम पनि अब भोलिदेखि नै अब हुन्छ भन्ने जानकारी आएको छ। हिजोदेखि राख्नुपर्ने कुर्सी अझै सुरु भएको छैन। अघि एकछिन पानी आएको थियो भने फेरि पानी रोकिएर यता ढलानको काम चाहिँ कन्टिन्यू भइरहेको छ साथीहरू। आज अब ढलान सकाउनै पर्ने छ। यसरी मेसिनहरू चाहिँ एकदम तयारी अवस्थामा बसेको छ भने उता साइडमा ढलानको काम पनि सँगसँगै भइरहेको, फर्माको काम, फ्रेम राख्ने काम, डन्डी बाँध्ने काम सँगसँगै भइरहेको छ साथीहरू। जुन यो पाल राखेको भाग छ यसको उतापट्टिबाट पनि आज बिचको भागमा चाहिँ ढलान गर्ने भन्ने जानकारी आएको थियो। अझै सुरु भएको छैन। त्यो साइडको भाग चाहिँ सकिएको छैन अझै। केही कामदारहरू अहिले खाना खान गइरहेको छ, सिफ्ट वाइज खाना खान गएको छ भने साथीहरू दर्शकबिन आज यो भागमा चाहिँ दिउँसो 4 बजेदेखि ढलान कन्टिन्यू भइरहेको छ भने आज जसरी पनि यो सकाउनै पर्ने छ। आज मौसमले पनि साथ दिएको, बाटोले पनि साथ दिएको र त्यही भएर यो चाहिँ सकाउनै पर्ने भन्ने जानकारी छ। सकाउनु पनि पर्छ, होइन भने भोलि फेरि पानी पऱ्यो भने आज भोलि भन्दै यो ढिलो भइसक्छ। जानकारी आएअनुसार चाहिँ आज राति 11-12 बजीसम्ममा पनि सकाउने भन्ने जानकारी आएको छ साथीहरू। अब हेरौँ अब कति बजी सकिन्छ। काम चाहिँ यसरी नै छिटो नै गएको देख्न सकिन्छ साथीहरू। नेपालको एकमात्र राष्ट्रिय गौरवशाली योजना यो काठमाडौँको कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानको यो सुन्दर प्यारापिटको आकार साथीहरू। यसरी दिन रात नभनी घाम पानी नभनी खचिने यी पोरही हातहरूप्रति हामी सबै नेपाली जनता, नेपाली क्रिकेट प्लेयर्सको फ्यान साथै खेलप्रेमी साथीहरूको तर्फबाट उच्च सम्मान साथै सेल्युट छ साथीहरू। यो क्षेत्रमा चाहिँ आज एकदमै तीव्र गतिमा ढलान भइरहेको र यो सकाउनै पर्ने, आज जसरी पनि सकाउनै पर्ने यो ढलानको एरिया साथीहरू। सकाउनु पनि पर्छ। आज मौसमले, पानीले, बाटोले, घाटोले सबैले जनशक्तिले साथ दिएको भएको कारणले गर्दा यो सकाउनै पर्छ भने यतातिर डन्डी बाँध्ने काम, फर्माको काम, माटो लाउने काम, इटा लगाउने काम चाहिँ सँगसँगै भइरहेको र यो कम्प्लिट भएको ढलानको भाग पनि साथीहरू अब सरसफाइको क्रममा अगाडि बढिसकेको छ भने त्यसपछि चाहिँ यसमा चाहिँ अब कुर्सी राख्ने काम पनि सुरु हुनेछ दर्शकबिन। यो राति 9 बजीतिरको अपडेट हो। धेरैजना साथीहरूले रातिको अपडेट पनि गराउनुहोस् न सर, काम कसरी भइरहेछ, काम भइरहेछ कि छैन भनेर कमेन्ट गरिराख्नु भएको थियो भने त्यसको लागि आज फेरि मैले रात्रिकालीन अपडेट लिएर आइसकेको छु साथीहरू। सम्पूर्ण साथीहरूले भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला साथीहरू। तपाईँले भनेअनुसार म दिनमा बिहान, दिउँसो र बेलुका रात्रिकालीन अपडेट पनि राख्ने नै छु यसरी नै।
देख्न सक्नुहुन्छ साथीहरू राति पनि यसरी काम यो साइडबाट लगभग 80% कम्प्लिट हुँदै गइरहेको छ भने यसपछि अलिकति टाइम लाग्ने भनेको डन्डी बाँध्ने काममा चाहिँ अलिकति टाइम लाग्छ भने त्यसपछि त अनि ढलान सुरु भइहाल्यो अनि त्यो अन्तिम ढलान हुनेछ जुन फर्मा र फ्रेमको माथि हुने अन्तिम ढलान जुन आज उता छेउमा भइरहेको छ त्यस्तै ढलान अन्तिम हुनेछ साथीहरू भने त्यहाँ मेसिनले त्यहाँ माटो भर्ने काम पनि गरिरहेको छ भने यता बाटो बनाउने काम पनि गरिरहेको छ साथीहरू एकदमै हिलो भएर त्यो ठाउँमा चाहिँ एकदम हिलाम नै छ साथीहरू आज ढलानको काम चाहिँ एकदमै तीव्र गतिमा भइरहेको छ मौसमले साथ दिएसँगै ए ब्लकको अन्तिम फेजको ढलान सकाउनु पर्ने भएको कारणले गर्दा गाडीहरू आएको आए गएको गए सामानहरू मसलाहरू आएको आए गएको गए भइरहेको छ यहाँ बाटो देख्न सक्नुहुन्छ साथीहरूले यस्तो हिलाम्नै छ यो हिजो पानी परेको हो तर पनि यस्तो पानी हिजो परेको पानीले पनि अहिलेसम्म यस्तो हिलाम्नै छ बाटो साथीहरू तीव्र गतिमा ढलानको काम सँगसँगै सामान पनि कन्टिन्यू आइरहेको छ ल साथीहरू हाम्रो तिर्बी क्रिकेट मैदानको रात्रिकालीन अपडेट साथसाथै रात्रिकालीन भ्यू चाहिँ यस्तो बवाल देखिन थालिसकेको छ भने एउटा गोलाकारमा आइसकेको झिलिमिली सहितको तिर्बी क्रिकेट मैदानको प्याराभिडियो साथीहरू काम रातिकालीन काम पनि भइरहेको छ साथीहरू काम गर्ने टिम काम गरिरहेको र बाँकी टिमहरू खाना खान गइरहेको छ भने केही टिमको साथीहरू रेस्ट गर्ने सरकारमा पनि हुनुहुन्छ यस्तै अबको एनपिएलमा पनि हामीले यस्तै झिलिमिलीमा चाहिँ फ्लड लाइटको माध्यमबाट हेर्न पाउनेछौँ भन्नेमा हामी ढुक्क छौँ साथीहरू अब धेरै छैन त्यो प्रतीक्षाको घडी आज यो एरियामा चाहिँ ढलानको कामले पूर्णता पाउने देखिन्छ साथीहरू सकेसम्म अब पानी परेन भने आज यो कम्प्लिट गर्ने भन्ने जानकारी आएको छ अहिले आधी मात्र ल्याएको छ भने आधी चाहिँ भ्याउन आधीभन्दा अझै बाँकी छ साथीहरू यो भ्याउन चाहिँ त्यसरी मेसिनहरू चाहिँ एकदमै उ गरेको छ र यता भिआइपी जोनतिर लान चाहिँ भिआइपी जोनमा ढलानको काम कम्प्लिट भइसकेसँगै यहाँ अहिले फर्मा र फ्रेमहरू निकाल्ने काम भइरहेको छ साथीहरू आज 121औं दिनको रात्रिकालीन अपडेट राति 9:30 बजेको अपडेट साथीहरू यो यस्तै नयाँ भिडियो र नयाँ अपडेटको लागि सम्पूर्ण साथीहरूले भिडियोलाई लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला भने यो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला साथीहरू भोलि दिउँसो को अपडेट साथसाथै बिहान अपडेटमा भेट्ने नै छौँ अहिलेलाई सम्पूर्ण साथीहरूलाई शुभरात्रि गुड नाइट आज 121औं दिनको शुभरात्रि साथसाथै गुड नाइट सम्पूर्ण क्रिकेट प्रेमी दर्शक बिनहरूलाई